ल गाडी अवस्था यस्तो ल हिमाल पहाड तराई हरेकतिर कुद्ने फेरि यो जितना लिटर उतना किलोमिटर पुरानो जिप्सी भनेर नझुक्किनु होला यो 1300 सीसीको जिप्सी किङ हो एफआई इन्जिन हुन्छ 4 सिलिन्डर 8 सिटर हुन्छ तपाईले यो गाडीको स्टियरिङमा बसिसकेपछि घरको आँगनसम्म गएर उत्रिन्छ तपाईँ चाहे तपाईँको घर हिमालमा होस् पहाडमा होस् तराईमा होस् खोलामा होस् होलीमा होस् यसले काहीँ उत्रिनु पर्दैन तपाईँको आँगनासम्म पुर्याउने खालको गाडी हुन्छ यो तपाईँको यसमा चाहिँ नि पानी यो भरिभरि पानीमा कुदाउनु हुन्छ भने पनि यसले यहाँबाट चाहिँ अक्सिजन लिन्छ र गाडी बन्द पनि हुँदैन तर यो मात्र सोको लागि मात्र होइन अब तपाईँ हाइट पनि हेरिहाल्नुहोस् ग्राउन्ड क्लियरेन्स यत्रो छ यो फुटरेस्ट आफ्टर मार्केट हो अल्लो व्हिल आफ्टर मार्केट हो तपाईँको टायर पनि हेभीमा छ 4 व्हिल फ्री लक गर्ने सिस्टममा छ तपाईँको आफ्टर मार्केट भन्नुहुन्छ भने यसमा चाहिँ पावर विन्डो छ स्पोर्ट कारको तपाईँको यो स्टियरिङ पनि यसमा छ म्युजिक सिस्टम एसी सबै चाहिँ यसमा आफ्टर मार्केट हालिएको छ तपाईँको यो 8 सिटर हो जम्पर सिट हुन्छ तपाईँको यो यसरी उठाएर ब्लक गरेर सामान बोक्न पनि सक्नुहुन्छ यो रिमुभ गरेर चाहिँ तपाईँको यसबाट स्टिल पाइपहरू छ यो ओपन पाइपहरूबाट रोल बारबाट मात्रै पनि कुदाउन मिल्ने छ यसको पत्तीलाई पनि हल्का मोडिफाई गरिएको छ कम उफ्रियोस् भनेर पछाडिबाट चढ्नको लागि यो फुटरेस तपाईँले पछाडि धुलोको छ हुन्छ भने यो लगाउन पनि मिल्छ यो सबै निकालेर रोल बारमा मात्रै कुदाउन पनि मिल्छ पछाडिको लागिकलमा एसी छ अगाडिको लागि त क्याबिनमा हुने नै भइहाल्यो मार्केट स्टिलको बम्पर इन्स्टल गरेको छ अब तपाईँ यो सिसा पनि फोल्डिङ गरेर चलाउन मिल्छ जिप्सीलाई जे गरे पनि मिल्छ जस्तो बनाउन चाहनुहुन्छ यो त्यस्तै बन्छ तपाईको इच्छा अनुसार चाहिँ यसलाई मोडिफाई गरेर चलाउन सक्नुहुन्छ यो माइलेज पनि यसको 13 देखि 15 सम्म हुन्छ पुरानो जस्तो 8 9 होइन यो चिन्नेलाई हिरा नचिन्नेलाई किरा हो यो खोज्दा नपाउने गाडी हो तपाईको यो फेरि पुरानो गाडीको सामान कहाँ पाएला भन्नुलाई यो मारुति सुजुकीको कम्पनी हो मेड इन इन्डिया यो मजाले सामान चाहिँ पाउँछ अब यसमा चाहिँ आफ्टर मार्केट नै झन्डै 6 लाख रुपैयाँ चाहिँ आफ्टर मार्केट पनि खर्च गरिएको छ त्यसमा चाहिँ तपाईले लगेर गर्नुपर्ने केही खर्च छैन तपाईको इच्छा अरु नै यसलाई अरू खालकैबाट मोडिफाई गर्नुहुन्छ भने तपाईको खर्च छ नभए अहिलेलाई यसमा केही खर्च पनि गर्नु पर्दैन सामान नपाउने भन्नेको त कुरै छैन अप्सन त यो गाडीमा केही पनि हुँदैन बेसिकै अप्सनमा आएको हुन्छ यो आउँदाखेरि यसमा चाहिँ आफ्टर मार्केट अल्लो व्हिल भयो स्टिल बम्पर भयो तपाईको एसी भयो पावर स्टियरिङ पनि यसमा चाहिँ आफ्टर मार्केटै हो यो जुन छ देखिरहनु भएको छ त्यो पनि आफ्टर मार्केटै हो त्यो आफ्टर मार्केटै यसको 6 देखि 7 लाख रुपैयाँ चाहिँ यसले पारी लगेर यसले यो चाहिँ प्रिभियस ओनरले चाहिँ खर्च गर्नु भएको छ त्यसैले तपाईले अहिले लगेर कुदाउने मात्रै हो यसले फेरि तेल धेरै खाला कसो होला भने पेट्रोलमा हो 4 व्हिलमा हो यसले 14 देखि 15 माइलेज दिन्छ त्यसै ढुक्क भएर चाहिँ यो लान सक्नुहुन्छ